पालिका ए को टिम सेतो जर्सीमा रहेको छ भने धर्मदेवी नगरपालिकाको टिम रातो जर्सीमा छ। मेन एम्पायरज्यू गेम सुचारू गर्नलाई तयारीमा हुनुहुन्छ। सङ्खुवासभा जिल्लाको सिंहदेवी माध्यमिक विद्यालयको पर्यटक स्थलमा शिक्षक बीचको प्रतिस्पर्धाको लागि शिक्षक बीच एकता र स्वास्थ्यको लागि यो गेमको लागि लाइन चेन्ज गरिदिनु हुनको लागि अनुरोध गर्दछु भने माथि नगरपालिका उहाँसँगै कम्पिटिसन अब हामीले देख्न अर्को लाइन चेन्ज गरिदिनु हुनको लागि म कृष्ण गौतमज्यू र आमोद काकीज्यूलाई धर्मदेवीबाट खेल सुरु सर्भिस सुरु भएको छ। त्यस्तो रहेछ दाजु हाम्रोतिर चाहिँ त्यस्तो थिएन। धर्मदेवीलाई हेलो धर्मदेवी 1 मादी 0 उत्तर कुमार मादी सेना फेरि पनि धर्मदेवीलाई अङ्क 2 नम्बर धर्मदेवी 2 मादी खाता खोल्नु बाँकी पछि चाहिँ अब हाम्रो बाबुहरू शिक्षक बल आउटसँगै नम्बर अहिले भने मादीलाई अङ्क मादी 1 धर्मदेवी 2 मादीले सर्भिस गरेको छ। पहिलो सर्भिस मादीको फेरि मादीले फेरि 1 नम्बर ल्यायो 2 नम्बर बराबर गरेको छ। हेलो फेरि पनि मादीलाई अङ्क मादी 2 धर्मदेवी 2 बराबर 2 आन्दोलन गर्न सक्ने पढेका त्यो विरोध गर्न सक्ने भएकाले हो कि त्यस्तो के थियो होइन। मेट्रसको सङ्केतसँगै साउनमा धर्मदेवीलाई अङ्क धर्मदेवी 3 मादी 2 उनीहरूसँग थियो त्यो भएकाले अनि उनीहरूले के गर्न मादी 3 धर्मदेवी 3 भन्ने भएर चाहिँ यता चाहिँ त्यस्तो रहेछ। त्यो 2500 जस्तो पनि थियो होला 25-30 त्यस्तो थियो अनि फेरि कति बेला एउटा सम्झौता के बाजारको तहसिल बनाउने त्यो सिलिचौँतिर पनि त्यस्तो अहिले अङ्क मादीलाई मादी 4 धर्मदेवी 3 भोट खोलामा पनि त्यस्तो पाएन यो त अनि सभाको उत्कृष्ट स्ट्याचसँगै फेरि पनि धर्मदेवीलाई अङ्क धर्मदेवी 4 मादी 4 बराबर 4 मुद्दा गर्थे हाम्रोतिर चाहिँ मुद्दा गर्छन् चाहिँ डराउँथे ट्रेनपुर बल कट्न सकेन मुद्दा सर्भिस त्यस कारणले नम्बर मादीले सर्भिस गरेको छ। अहिले अङ्क धर्मदेवीलाई धर्मदेवी 5 मादी 5 बराबर 5 फेरि पनि त्यही रोलिङ गरेर फेरि उसलाई र्याली सक्सेसफुल भयो। सर्भिस मङ्सिर पुष्पा मादीको फेरि उता फेरि प्याज फेरि पनि लगातार अङ्क जोड्न सफल मादी 7 धर्मदेवी 5 सर्भिस काट्न सकेन मादीको सर्भिस धर्मदेवीलाई आजको कति काम भयो फेरि पनि धर्मदेवी पनि सर्भिस कटेन सर्भिस फेरि हाम्रो मादीलाई मजाको कुरा
निकै नै उत्कृष्ट स्म्याससँगै फेरि पनि अङ्क जोड्न सफल धर्मदेवी सफल धर्मदेवी 7 मादी 8 बल आउटसँगै सर्भिस मादीलाई 9 नम्बर ल्याएको छ भने धर्मदेवी 7 तलको मुन्डाको रासबहादुरको गाविस माथिको त्यो स्कुल त होइन नि त्यो कम्पनी सुवाङको होइन माछा पोखरीको सुवाङको राम्रै पाए चाहिँ उत्कृष्ट स्माससँगै धर्मदेवीलाई धर्मदेवी सर्भिस उत्कृष्ट स्म्याससँगै फेरि पनि मादीले अङ्क जोड्न सफल मादी 10 धर्मदेवी 8 मुन्डा घर 90 मनसम्म खेती गर्ने त्यही मुन्डा गरेको यहीबाट उसले नै सुरुवात गरेर अहिले अरूले थालेको उसको पालामा धेरै मनाउ उत्कृष्ट स्म्यास प्रहार गरेर धर्मदेवीले अङ्क जोड्न सफल धर्मदेवी 9 मादी 10 निकै प्रतिस्पर्धात्मक ढङ्गले खेल भइरहेको छ पछि बिचमा निकै नै प्रतिस्पर्धात्मक यो खेल रासबहादुरकै पालामा चाहिँ नेपालीले एकतालेकै एरिया हो क्या पछिबाट अब बिरमान धेरै आउने गरेको सबै यहाँ अरू पनि थप्नु धेरै श्रेणीहरू नियमहरू पनि छन् एउटा 8 नम्बरमा छ नियमहरू श्रेणीमा नियम के एउटा अनि यो एरियामा चाहिँ मादीलाई मादी 13 धर्मदेवी 10 तामाङ माथि भेट्नु उहाँको श्रेष्ठ चाहिँ खराङबाट आउनेहरू छिटको स्यारी बनाउने क्रममा श्रेष्ठ पर्याप्त कति गरेको छ धेर छैन धर्मदेवीको उत्कृष्ट स्म्याससँगै धर्मदेवीले अङ्क धर्मदेवी 11 मादी 13 पहिला नि उयो अहिले उयो त्यसमा जति छ श्रेष्ठ यो गेमको समाप्तिसँगै हामी चैनपुर नगरपालिका ए भर्सेस सभा पोखरीको खेल पनि गर्नेछौँ कृपया खेलाडी आदरणीय गुरुहरूलाई तयारी अवस्थामा रहिदिनुको लागि हार्दिक अनुरोध गरिन्छ।